हेलो साथीहरु, नमस्ते 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 नमस्ते। तपाईलाई स्वागत छ मेरो जीवी च्यानल 99 मा। ल हेर्नुस्, आज भर्खर 3:47 आएको छ। यहाँ पुरै अन्धकार भइसक्यो, जताततै अँध्यारो छ, एकदमै ठुलो हुरी चलेको छ, पानी हल्का आएको छ र पनि हावा र हुरी बहुत ठुलो छ। अँध्यारै भएको छ, यस्तो लागेको छ 7 साढे 7 बजिसक्यो होला जस्तो छ। कतै उज्यालो छ जस्तो पनि छैन, अन्धकार छ। क्यामेराले अलिअलि उज्यालो देखाएको छ। तपाईहरु ध्यान दिनु होला प्लिज। तपाईहरु यदि कतै जाँदै हुनुहुन्छ, कहीँ केही काम गर्दै हुनुहुन्छ भने प्लिज गन्तव्य स्थानमा पुगिन्छ भनेर नदगुर्नु होला। जहाँ हजुरलाई भोट लाग्छ त्यहाँ बस्नु होला, ख्याल गर्नु होला आफूलाई, एकदमै ध्यान दिनु होला। अहिलेको मौसम अब यो वैशाख जेठको महिना भनेको त्यस्तै हावाहुरी चल्ने, पानी आउने बेला हो। अनि पानी पर्यो भनेर हावाको लागेको बेलामा कुनै ठुलो रुखको फेदा मुनि गएर नलिनु होला, माथिबाट हाँगासाँगा खसेर लाग्न पनि सक्छ। त्यस कारणले गर्दा कृपया तपाईहरु एकदमै ध्यान दिनु होला। छिटोभन्दा छिटो आफूलाई आफ्नो निश्चित एरियामा पुर्याउनु होला। तपाईहरु कतै नअल्मलिनु होला। अथवा यदि कहीँ बाटो बिचमा हुनुहुन्छ भने पनि जे छ के पुग्छ, म पुग्छु, छिटोभन्दा छिटो पुग्छु म घर भनेर नदगुर्नु होला। मौसम यस्तो छ, दिउँसो अँध्यारो भएको छ, एकदम ठुलो हुरी चलेको छ, पानी परेको छ। तपाईहरुले एकदमै ख्याल गर्नु होला। कृपया हेर्नुहोस् त, कस्तो हुरी चलेको छ, अँध्यारै भएको छ जताततै। मैले बल्ल बल्ल पानी परिरहेको छ, बाछिटाले हानिरहेको छ, त्यही पनि मैले यो भिडियो बनाउन जमर्को गरिरहेको छु तपाईहरुलाई देखाउनको लागि है त। ल हेर्नुहोस् कस्तो छ, ल हेर्नु हेर्नु त, मुसलधारे पानीको ओइरो। हेर्नुहोस् प्लिज तपाईहरुले आफूलाई सेफ राख्नु होला, हजुरहरु सुरक्षित रहनु होला। अनि यस्तो बेलामा कतै म पुग्छु के रे भनेर नदौड्नु होला। अनि ठुलो रुखको मुनि नबस्नु होला। यदि तपाईहरुले नजिकै केही ओडारहरु छ भने ओडार मुनि गएर बस्नु होला। सकेसम्म प्रतीक्षालय या कसैको घरमा आल्लिनु होला। अहिलेको जेठको मौसम भनेको यस्तो किसिमको सधैँ भइरहेको छ दिउँसो पख। सकेसम्म आफ्नो काम कहीँ हिँड्नु छ, कहीँ जानु छ भने बेलैमा जानु होला, बिहानमा जानु होला, दिउँसो नुहाउँदै जानु होला। दिउँसोमा व्रतभन्दा व्रत अब त्यस्तो हुने मौसम, यो मौसम सुरु हुन्छ। त्यसो भए हामी आफूलाई एकदमै सुरक्षित राख्न सक्यौँ भने भोलिका दिनहरू पनि आउनेछन्। हतार नगर्नु होला, कतै जानु छ भनेर झरीबारीमा नहिँड्नु होला। हेर्नुहोस् त, अँध्यारै भएको छ नि त, पुरै अँध्यारै छ नि त, बादल केही छैन, डामाडोल अन्धकार, पुरै केही गरी साध्य छैन। तपाईहरुलाई के भन्ने सबैजना बुझ्ने जान्ने हुनुहुन्छ। तपाईहरु यो झरीबाट जोगिनु होला। अनि यदि तपाईहरुको घरबाट तपाईहरुले मेरो भिडियोलाई वाच गर्दै हुनुहुन्छ भने कृपया तपाईको परिवारहरु, तपाईको आफन्तीहरु कहीँ जानु भएको छ भने उहाँहरुलाई पनि सतर्क गराउनु होला। उहाँहरुलाई पनि बताइदिनु होला यस्तो यस्तो भएको छ है, ख्याल गर्नु भनेर। अनि ल अरु कुरा यस्तै हो, मौसम यस्तो छ। तपाईहरु सबै सधैँ खुसी हुनुहोस्, सुखी हुनुहोस्। अनि यस्तो बेलामा आफूलाई पनि ख्याल गर्नुहोस् र आफन्तीको पनि ध्यान दिनुहोस् भन्दा अहिलेलाई यो भिडियो मैले यही टुङ्ग्याउँछु। यो भिडियो हेरेर वाच गरेर मेरो च्यानललाई मन पर्यो भने मेरो कुरा तपाईहरुले मेरो च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सिनु होला। प्लिज 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 हजुरहरु सेफ रहनु होला, सुरक्षित रहनु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला। अझै उज्यालो भएको छैन, पानी परिरहेको छ, तर पनि मैले अब यति के भन्नु अरू भन्ने कुरा हो। हजुरहरूलाई यति जानकारी दिनको लागि मैले छोटो भिडियो मात्रै बनाएको छु। यो जीवी च्यानल 99 लाई माया गरिदिनु होला। अल द बेस्ट, अलवेज ह्याप्पी, बी ह्याप्पी। सधैँ सबैलाई एक आपसमा माया, स्नेह, प्रेम, मोह र सद्भाव बनाएर राख्नुपर्छ भन्ने मेरो यस च्यानलको उपदेश हो। त्यसो हुँदा प्लिज तपाईहरु जहाँ कहीँ हुनुहुन्छ, जसरी हुनुहुन्छ त्यसरी मस्त रहनु होला, आफूलाई सुरक्षित राख्नु होला, सेफ रहनु होला। ओके, भेरी तपाईहरुलाई बाई बाई भन्छु। फेरि अर्को भिडियोमा भेटौँ होला। अहिले बाई बाई, ओके, गुड डे सबैजनालाई। अँध्यारो अझै पनि छ, फेरि उज्यालो भएपछि कस्तो मौसम बन्छ त्यो पनि मैले अन्य भिडियोहरुमा तपाईहरुलाई जानकारी दिनेछु भन्दै अहिले मेरो च्यानलबाट बिदा हुन्छु। म ओझेल पर्छु। नमस्ते तपाईहरु सबैलाई, बाई बाई। ढोक दिया रे बाबा।